मोबाइल भन्दा अघि हामी केमा लेख्थ्यौँ? काठमाडौँका विद्यार्थीको बिर्सिएको कथा। आज हामी मोबाइल र कम्प्युटरमा टाइप गर्छौँ। तर एकछिन सोच्नुहोस्, कापी नै नभएको बेला मानिसले केमा लेख्थ्यो होला? अक्षरको आविष्कार हुनुभन्दा पहिले आदि मानवले गुफाको भित्तामा चित्र कोर्थे। पछि अक्षर बनेपछि सुरुमा ठुलो माथि औँलाले लेख्ने चलन भयो। त्यसपछि काठमाडौँमा एउटा रोचक प्रविधि आयो। काठको पातलो फ्ल्याग बनाइन्थ्यो, त्यसमा कालो पोटिन्थ्यो र ढुङ्गाको खरीले अक्षर लेखिन्थ्यो। नेवार भाषामा यसलाई गोरो भनिन्थ्यो। मेरो बाल्यकालसम्म पनि कतिपय विद्यार्थीले गोरो बोकेर विद्यालय आउँथे। पछि आयो सिलौट। कालो ढुङ्गाको पाटी, वरिपरि काठको फ्रेम र सेतो सलामले अर्थात् सेतो ढुङ्गाले अक्षर लेखिने। तर एउटा समस्या थियो, खस्यो भने फुटिहाल्यो। पछि भारतबाट पातको सिलौट आयो। यो सजिलै फुट्दैन थियो, तर धेरै लेखेपछि चिप्लो भएर लेख्न गाह्रो हुन्थ्यो। आजका धेरै विद्यार्थीले सिलौट भन्ने नाम पनि नसुनेका हुन सक्छन्। मेरो बुबाले किनिदिनु भएको यो त सिलौट केही वर्ष अघिसम्म घरमा सुरक्षितै थियो। अहिले कहाँ हरायो थाहा छैन। अनि कापी, त्यो पनि सबैसँग हुँदैन थियो। सिमेन्टको खैरो झोला काटेर कापी बनाइन्थ्यो। पछि चोटका बाक्ला प्याकेट काटेर लेख्ने चलन चल्यो। 16 पानी कापी किन्न पनि सबैलाई सजिलो थिएन। पछि 32 पानी कापी पनि आयो। पहिले भारतबाट हात्ती छाप कापी आयो, पछि इगल कापी आयो। त्यसपछि चीनबाट आकारमा ठुलो टाइगर कापी पनि काठमाडौँ आइपुग्यो। यही हो मोबाइल र कम्प्युटर आउनुभन्दा धेरै अघिको काठमाडौँका विद्यार्थीको लेखाइको इतिहास। अर्को भिडियोमा कापी आउनुभन्दा पहिले निकै प्रचलित रहेको हाकु सपुको रोचक कथा लिएर फेरि भेटौँला।